जापानिज भाषामा मुख्य गरी प्रयोग हुने 4वटा अभिवादन अथवा आइसाचु को बारेमा आज सिक्छौं। नम्बर 1 छ ओहायो गोजाइमासु, नम्बर 2 छ कोन्निचिवा, नम्बर 3 छ कोम्बाङवा, नम्बर 4 छ ओयासु मिनासाई। अब नम्बर 1 बाट सुरु गरौँ हैन। नम्बर 1 मा ओहायो गोजाइमास कति बेला भन्ने भन्दाखेरि बिहानको अभिवादन गर्दाखेरि यसलाई चाहिँ प्रयोग गरिन्छ है त। बिहानको अभिवादनमा भन्नुको अर्थ शुभ प्रभात भनेको है त। शुभ प्रभात भनेको अथवा अंग्रेजीको कुरा गर्नुहुन्छ भने चाहिँ गुड मर्निङ भन्दाखेरि ओहायो गोजाइमास भनिन्छ है त। यसलाई चाहिँ उच्चारण गर्दाखेरि चाहिँ ओहायो योलाई चाहिँ अलि लामो तान्नु भयो भने उको काम गर्छ है। विशेष गरी ध्यान दिनुपर्ने कुराहरू चाहिँ ओहायो गोजाइमास भन्दा हुन्छ है त। ओहायो गोजाइमास भन्न पर्दैन, उलाई उच्चारण गरिरहन आवश्यक छैन। योलाई अलि लामो तान्नु भयो भने चाहिँ योलाई यो बनाउनु भयो भने चाहिँ उको काम गर्छ है त। जापानिज भाषामा लेख्दाखेरि उ लेखे पनि उच्चारणमा चाहिँ योलाई तान्ने चलन छ। त्यसैले ओहायो गोजाइमासु भनेर यहाँले भन्नु परेन, मात्र ओहायो गोजाइमास भन्नुभयो भने चाहिँ पुग्छ है त। त्यसैले यो चाहिँ बिहानको अभिवादन अर्थात् शुभ प्रभात भन्ने रहेको छ है त। त्यसैगरी नम्बर 2 छ कोन्निचिवा। यो चाहिँ दिउँसोको समयमा अथवा जुनसुकै बेला पनि प्रयोग गर्न